नमस्ते सबैजनालाई। म चाहिँ आशिष राणा मगर, यता सिनामङ्गल काठमाडौँबाट। खासमा चाहिँ अब अलिअलि ट्राभल नै गरिन्छ अनि भिडियोहरू त अब सोसल मिडियामा देख्दाखेरि अब यस्तो आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने हुन्थ्यो। अनि कस्तो भन्दाखेरि एक दिन क्लासेसहरू सकिरहेको थिएँ, यतिकै बसिरहेको थिएँ। अब आफूमा पनि अब केही स्किल एड गरौँ न भनेर सोचिरहेको बेला स्कुल गर्दा गर्दै अब सोसल मिडियामा एफआईको एड देखेँ। अनि भिडियो एडिटिङ चाहिँ वाइ नट भनेर चाहिँ अनि म बुझ्न आएँ। एडिट भन्दाखेरि त्यही नर्मल अब फोनहरूकै अब डिफल्ट एडिटर हुन्छ नि, त्यसबाट क्यापकटबाट अलिअलि त गरेको। अब प्रिमियर प्रोमा चाहिँ अब पहिला ट्राई नै नगरेर गर्न त गरेको, तर अब इन्टरफेस चाहिँ एकदम भास्ट के हो गाजाङ गुजुङ हुने होइन। अनि अब क्यापकट पनि अब मोबाइल भर्जनमा त चला, डेस्कटप चलाएको थिएन क्यापकट। र अब अहिले प्रिमियरमा आएर हेर्दाखेरि चाहिँ एकदम धेरै नै फ्लेक्सिबल प्रिमियर चाहिँ एकदम बढी नै फ्लेक्सिबल लाग्यो। अनि जस इन्भाइरोमेन्ट एकदम रमाइलो छ, सबैजना एकदम ख्यालठट्टा गर्ने खालको। तपाईँहरू बिगिनरै भएर आए पनि यहाँ अब एडिट गर्न आएर अलिक प्रोफेसनल भएर आए पनि यहाँ आएर चाहिँ तपाईँहरू जस लेफ्ट आउट फिल हुँदैन। एकदम इन्भाइरोमेन्ट एकदम फ्रेन्डली छ। एडसँगै मैले रिभ्यूहरू हेरेको थिएँ, रिभ्यू पनि एकदम सबैले पोजिटिभै दिनुभएको थियो। पुरानो रिभ्यूहरू हेरेर नै आएको अनि एक्सपेक्टेसन जस मिट भयो, जे एक्सपेक्टेसन ल्याएको थियो एकदम मिट भयो। अझ मैले फ्रेन्डली पाएँ इन्भाइरोमेन्ट। अनि कस्तो भन्दाखेरि अब सरहरूले पनि अब स्कुलहरूमा पढ्दाखेरि त अब जस अगाडि प्रोजेक्टर लायो, व्हाइट बोर्डहरूमा पढायो, सक्यो नि क्लास। अब यहाँ चाहिँ अब पर्सनली डेस्कमा आएर सिकाइदिनुहुन्छ नि त, त्यो चाहिँ बढी इफेक्टिभ भयो। अनि प्लस यहाँ चाहिँ कस्तो भन्दाखेरि जस प्र्याक्टिस गर्न टाइम चाहिँ एकदम फ्लेक्सिबल, बिहान आएर गरिने भयो 9 बजे, अब बेलुकासम्म बसे नि भयो। टाइम चाहिँ एकदम फ्लेक्सिबल जस, किनभने अब प्र्याक्टिस नै हो नि त एडिटिङ गर्न, त्यो टेक्निकमा त जानु पर्दैन। त्यसलाई कसरी युटिलाइज गर्ने, कहाँ प्र्याक्टिस गर्ने, त्यसको लागि चाहिँ अब कतिको घरमा डेस्कटपहरू हुँदैन होला होइन, उहाँ नहुनेहरूले नि यहाँ प्र्याक्टिस गर्न एकदम टाइम एकदम प्रशस्त छ। त्यो चाहिँ बेस्ट छ। यहाँ आयो भने चाहिँ अब म्याक चलाउनेलाई म्याकै छ, विन्डोज चलाउनु विन्डोजै छ। त्यही हो हार्डेस्ट पार्ट त अब त्यही हो, स्टोरी बिल्डिङ नै लाग्यो मलाई होइन। हार्डेस्ट पार्ट भनेको अब जस एडिटिङ गर्दाखेरि भिडियोलाई चाहिँ कुन तरिकाले चाहिँ देखाउने अडियन्सलाई होइन, त्यो स्टोरी बिल्ड गर्न चाहिँ गाह्रो। स्टोरी बिल्ड भइसकेपछि त अरू त अब यो टुल्सहरू चलाउन, एडिट गर्न, इफेक्टहरू हाल्न त हामीले सिकि नै सक्यौँ। यहाँ आउनुभन्दा अगाडि र यहाँ आइसकेपछि चाहिँ अब मैले पहिला भिडियोहरू फिल्महरू जसरी हेर्थेँ नि, त्यो हेर्ने नजरिया चाहिँ जस कम्प्लिटली नै डिफ्रेन्ट भएको छ। पहिला नर्मली अब भिडियो जसरी हेरिन्थ्यो भने अहिले भिडियोमा अब यहाँ यो इफेक्ट लगाएको रहेछ, यहाँ यो गरेर रहेछ, यो मैले नि गर्न सक्छु जस्तो फिल हुन्छ। अहिले जस धेरै नै चेन्ज पाइसकेँ। अब चाहिँ यहाँ सिकिसकेपछि मैले अब फ्युचर चाहिँ भिडियो एडिटिङमा नि देख्न सकेँ नि त मेरो। त्यो चाहिँ जस एउटा पाथ खोल्यो भिडियो एडिटिङमा नि म जान सकेँ भनेर।